हौ सेवा रहे साथीहरू सेवा रहो। 2015 सालमा काङ्ग्रेसले 2/3 बहुमत पायो। विभिन्न समयमा काङ्ग्रेसले बहुमत ल्याएकै हो। 64 सालमा माओवादीले बहुमत ल्यायो, राष्ट्रमा केही हुन सकेन। 74 सालमा नेकपालाई जनताले विश्वास गरेर अत्यधिक बहुमत दिएकै हो। टुटफुट र अहङ्कारले नेकपा समाप्त भयो, चिराचिरा भयो। त्यस्तै नेपाली जनताले ज्यादै ठुलो आशा राखेर राष्ट्रपालाई 2/3 बहुमत नजिक पुर्याएको छ। हे राष्ट्रपा नेताहरू हो, अब देशमा पक्कै पनि शान्ति कायम हुनेछ। देशका व्यथितिहरू, देशका समस्याहरू चाँडै हल हुनेछन्। नेपाली जनताको नाना छाना र गाँसको समस्या चाँडै हल हुनेछ। नेपालीको उजाडिएका घरहरू चाँडै सिँगारिनेछन्। विदेशिएका नेपाली युवाहरूले आफ्नै धरतीमा, आफ्नै मातृभूमिको काखमा परिवारको साथमा बसेर देशमा केही गर्न पाउने अवसरहरू प्राप्त गर्नेछन्। यस्ता नेपालीका असीम चाहनाहरू पूरा गर्नु आजको राष्ट्रपाको आवश्यकता हो। राष्ट्रपाप्रति जनताको विश्वास यस कारण पनि बढेको छ कि हिजोको राजनीतिक दलहरूले जनताप्रति गरेको अनुत्तरदायी काम, जनताप्रति गरेको विश्वासघात, त्यसको चाहिँ नेपाली जनताले जो मनको नैराश्यता पोखेको पनि हो। यो कता हो कता हामीलाई नेपाली जनताले सबै समर्पित भएर विश्वास गरेको छ भन्ने राष्ट्रपाले लिनु पनि गलत हुनेछ। त्यसैले सम्पूर्ण राष्ट्रपा समर्थित शुभचिन्तक, विजयी नेता गणहरूलाई कुनै पनि किसिमको उन्मादले नछोस्। देशप्रतिको आफ्नो दायित्व कहिल्यै नभुल्नु। देश र जनतालाई अगाडि राखेर, शिरमा राखेर काम गर्नु। नभए नेपाली जनताको आशाको दियो निभ्नेछ। राष्ट्रपा विजयी सम्पूर्ण नेतागणलाई मेरो शुभकामना।